म त शेरबहादुर पार्टी परि अल्पमतमा पर्नु भयो यहाँ। हजुर म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेसको शेरबहादुर सम्झिनु भयो होला। ए अर्को नयाँ म एकदम स्वतन्त्र शेरबहादी। यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म। सूर्यले पनि बिगा चलाइहाल्यो अब रह्यो घन्टी। तामा तुलसी छोरा कसम खुवाउँछन् रे यहाँ। त्यस्ता कसम उ त्यो फलाम किन जानु भएन नि विश्वकर्माको कसम भन्छ 150 रुपियाँ नाफा खान्छ। अहिले त चुनाव लागिरहेको छ नेताहरूले भोट माग्दै आउँछन् हैन हात जोड्दै आउँछन्। अब पहिलाको चुनाव तेरो हात भनेर लो बहाइदिन्छु। मेरे कुकुरलाई धरी त गर्दिन म छैन नि त जस्तो घटिया म मलाई चिन्नलाई पत्रिका किन छोड्नु भयो त? त्यस्तो जनयुद्ध लडेर आएको पार्टी 10 वर्ष यो छैन। माओवादी नै प्रचण्डजीले चाहिँ हेर्ने माओवादी खाएर हगिदिनु भयो अनि कहाँ माओवादीमा रहेर हजुर देश चाहिँ बच्छ पनि उयो बाले नआए पनि उयो देश बच्छ। केपी ओली चाहिँ नआओस्। केपी ओलीलाई चाहिँ बन्दुक हानेर पठाइदिनु पर्छ। नेता आउन थाले अरु बेला भेटिदैन आउन थाले भकाभक नेताहरु। अब कुर्सी भोट दिएर जितेर गएपछि हामीले हेर्दै हेर्दैन अहिले चाहिँ हेर्छौँ हामी। पहिलाकोले केही गरेन आएन भेट्न भोट दिइसकेपछि ए हामीलाई त चाक फर्काए गए सिद्धि। पालैले यहाँ 100% जित्यो म नेपाली काङ्ग्रेसको तर म यसपालि सूर्यमा हाल्दैछु। किन भन्नु म सूर्य हराउने पक्षमा केपीले हार्नुपर्छ अनि तर होइन भोट हाल्छु लत बताइदिन्छु। म कस्तो अनि मैले जहाँ मत हालो त्यो हारेको छ। नेता बन्छ उनीहरूको भोटी भएपछि हामीलाई चाकले पनि हेर्दैन ल उनीहरू हामीलाई चाकले पनि हेर्दैन। आइज बालन त पनि र्यापे होस् म पनि ट्यापे हो। हमर माइन्ड फुल चार्ज हिडे हिडे मा जना टुटल दुगो तार